तीन कुनेको राजावादी प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाई करिब एक सातादेखि जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्। प्रसाईलाई पहिलो पटक राज्यविरुद्धको कसुर अन्तर्गत राजद्रोह र संगठित अपराधको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट 12 दिनको म्याद लिएर हिरासतमा राखिएको छ। हिरासतमा रहेका प्रसाईलाई तीन कुनेमा भएको हिंसात्मक प्रदर्शनका बारेमा कुनै ग्लानि छैन। बरु उनी बिन्दास शैलीमा सबै दोष राज्यलाई दिँदै छुट्नेमा आत्मविश्वासी देखिन्छन्। भारतको आसाममा 28 चैतमा पक्राउ परेर 29 चैतमा काठमाडौँ ल्याउने क्रममा समेत उनले आफै आएको दाबी गरेका थिए। प्रहरीले सरकारी वकिल कार्यालयदेखि अदालत लाने ल्याउने क्रममा क्यामेरा अगाडि मुसुक्क हाँसेर पोज दिइहाल्ने प्रसाई शैली हिरासतमा पनि उस्तै रहेको प्रहरी अधिकारीहरू बताउँछन्। प्रसाई पक्राउ परेपछि अदालत जाने क्रममा समेत अनसन बोलेर हैरान पार्न सक्ने चिन्ता प्रहरी अधिकारीलाई थियो। हुन पनि पक्राउ परेपछि झापाको चन्द्रगढस्थित विमानस्थलबाट काठमाडौँ ल्याउने क्रममा विमानभित्रैबाट प्रधानमन्त्री केपी ओलीलाई यो फोटो पठाइदिनु भन्दै अभिव्यक्ति दिएका थिए।